कचरा यिनीहरूलाई एक दुईवटा कचरा अनि चम्चा पनि ल्याउनु त दिने के दिने पहिला पकाउनु मलाई पहिला टिका लगाइदिन्थ्यौ अनि खाउला कि कस्तो आत्तिको को रे नानी ह्याप्पी बर्थडे भन त फेरि टिका लाउने होइन पहिला टिका लाउने ल बुवा तयारिहाल्नुहोस् ल साइरा के गर्ने त्यसपछि फेरि एक हप्तापछि शुभम दादा हाम्रो त घरमा फेरि अर्को रिमाको पनि हो फेरि त्यसको एक हप्तापछि नानी हाँसे तेरो आँ गर्न खोजेको साइराले आँ गर्दैछ चम्चा खै त उता हेर्न बाबु राम्रोसँग उता हेर्न कति भिडियोमा आउँछ नि उता नि खिच्दै उता ए नानी ज्वाइँ हेर्नु त यो टाउको आएको हो ज्वाइँ हेर्नु त आउनु त या के कुरा गर्नुहुन्छ दिदी कन्टिन्यू हेर्नुहोस् दिवाली मलाई त्यहाँ बसेर दिएको थियो तपाईँ बसेपछि नानी खाने 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 खोइ त नानीलाई त्यो खोइ यो खाने मान्छे यति खाने खोइ नानीलाई दिनु न त्यहाँ जुवाइँलाई दिनु न नानीले खुवाइदिनु लाग्छ गराइदिनु नानीले खुवाउँदिँदैन है नानी ह्याप्पी बर्थडे खुवाइदेऊ समात ल खुवाइदेऊ खुवाउँदै सकियो नानीले मात्रै सबै हाल्यो दक्षिणा डबल बल्ला है दिदी कति गर्छु बस हो आऊ तिमी पनि आऊ 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 साम्रा आऊ ल आउनु तपाईँ बसौँ के हाम्रो उबेर किन ल आउनु आउनु भयो अर्को फोटो खिच्दा हुन्छ कि भिडियोमा एकछिन भिडियोमा कन्टिन्यू गर्नु आऊ साम्बु यता नानु आऊ ल